नाइट फिसिङ है गाइजहरु च्यात्यो टन्नै धोनालाम यत्रो धोनालाम छिराएर होइन तल्ला झिकेको अनि पागन छका तानेनन् सक्नु पर्यो नि पुगिया नै छिरिन त्यहाँ छिरेको ए पयगला अनि चुर्नुमा पारिहाल्छ त टाका दिएर तान्यौ मिलाएर धोनालाम खसाएर धरि भाल चाहिँ बाँकी छ माछा फेरि मारेर ट्र्याक्कै भइगयो नि ओइ आयो उही माछा उही कहाँ माछा छोडेर हुन्छ त उही यो त माछा छ उही माछा छ कोले उफ्रेर गयो माछा यो टिपन ओराम चाहिँ भएको चाहिँ त्यसै नि हो त त्यो पुथ्यो उफ्रेर गयो यो टिपन हो भएको चाहिँ यो हो माछा हेरौँ त कत्रो कत्रो माछा हो राम 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 नै बढिया छ है होइन अलि यो चाहिँ गाइज नाइट जाल हान्दैछौँ हामी हाम्रो थुलुङ भाषाबाट चाहिँ पालुङ भन्छ आएन लगा आएन यो तिहारी तान्छ है फेरि माछा परेछ निकाल निकाल यो 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 हेर्नु त तिहारीमा गाई यत्रो परेछ तिहारीमा परिसकेछ है गाई छिजो मारेको हो सिलमा माछा हिजोको है गाईहरू मजाको डढेको माछा खै कोले खाउँ त रुद्रे हो मजाको डढेको चाहिँ खै त कोले सितन खाउँ मेराम होला यो राम सबै पायो है सोलुको माछा है गाईहरू यस्तो मिठो हुन्छ यस्तो खाँदाखेरि गाईहरू पाएको मार्गा निस्केन निस्क्यो के को फ्राई यस्तै खाइदिउँ न फ्राई गर्न पर्छ नि त के को फ्राई गर्नुपर्छ कोपोका तेल लाग गर्नु बुइरा लाएर जानु मिल्ला हिल चाहिँ आउनु ल्याउनु बिच खाइँदैन के घिचन घिचलु 5-6 पिस नै बिताइहाल्नु भयो बिहान ए घन्छु माछा पुग्दैन म त अब नेम लगेर हाङ गर्नु अब भन्नु पाइँदैन आँखा पनि छैनन् ढोका खोल चिची कान्छी यो माछा ल माछा माछा तेल तातिसक्यो लौ यस्तो तेल देखाउ न तेल त्यस्तो फेरि मिबु तेल तताको हेरौँ त तेल राम्रो कोसी छ नि त कोसी हेलो हेलो आधी पाटा धुलो बनायो भने लाग्दैन नि खोइ बिना चाहिँ हाल्नु पर्थ्यो भाइ स्वेटर अघि धनिया लास्ट हाल्नुपर्छ क्या स्वेटर नै धनिया नै घाम नघुम्नु हाल्नु मेहाम कसले हालेको हमेसा हालेर झ्यामझुम हल्ला न अब दाल त होला फेरि हल्ला न ओम्लाउने दाल हुँदैन नि त हौ लाउनु बित्तिकै चाहिँ दाल हुन्छ हाने त फेरि छोला हाल्दै यो माछाङ्गा देखिँदैन त मोबाइलमा गयो त यार मेरो त यार कस्तो ल गाजहरू खाना खाइँदैछ होइन अब हाम्रो लास्ट हुनु लाग्यो अब अन्त्य हुनु लाग्यो होइन
अब तपाईँहरूले देखिसक्नु होला होइन थाल भाँडा देखेर खान्की कसको कति भन्ने कुरो होइन कराईमा कति थालमा कति भन्ने कुरो त प्रष्ट भइहाल्छ होइन डोन्ट माइन्ड हो मान्छे सानो भएर के भयो त भाँडो हेर्नु पर्यो नि त गाइज भाँडो दुईपट्टि बुदिङ्गा जस्तो अमरमा जाम चट्टा छुटिरहेको रहेछ याद नगरिरहेको यसो हेर्छु नि ओत्ता ओत्ता जाम ओरा चाहिँ फेरि किन भने नि बिसा बिसा जाम खानुपर्छ केटा हो कि माछा त खासै खानु मन लाग्दैन गाइस तर पनि यसो कर्म र अब के गर्नु त अब 2-3 धार्ने माछा 5 जनाले खाइसक्यो तर रक्सी पो सक्यो ओइ गाइसहरु ल यति भन्दै आजको ब्लग ल अन्त्य हुन्छ भोलि त अब सायद मेरो मोबाइल चल्दैन होला अब फुट्यो हैन फुटिसक्यो अब अहिले के मङ्सिर हैन कार्तिक मङ्सिर ए पुस कति मङ्सिर पुस माघ ल अब माघतिर मात्रै बन्छ होला यो मोबाइल